यो रुख तपाईँले थाहा पाउनु भएको छ, यो भैँसीलाई घाँस हाल्ने अत्यन्त राम्रो पोसिलो रुख हो। यसको नाम हो बेरुलो। हाम्रो गाउँतिर यसलाई बेरुलो भन्छ। यो बेरुलाको फल चाहिँ मान्छेले पनि खान मिल्छ। म तपाईँलाई खाएर देखाउँछु। ल हेर्नुहोस्, यो बेरुलो पाकेको छ। बर्खाको समयमा बेरुलो पाक्छ र म यसलाई खाँदैछु। गुलियो हुन्छ, एकदमै गुलियो, पाकेर लटरम्म छ। यो पहिला हामी गाउँमा हुँदाखेरि पनि त्यही खान्थ्यौँ। म अहिले दैलेखको भुर्ती गाउँमा आएको छु र भुर्ती गाउँमा भुइँबाट नै टिपेर खान मिल्ने गरेर बेरुलो पाकेको रहेछ। सानो बुट्टाहरू छ, टन्न पाकेको छ। तपाईँलाई म देखाउँ, कालो छ, एकदमै कालो भएर पाकेको छ। ठुलो ऊहरू छ। अब यसलाई चाहिँ अलिक खर्सो खर्सो टाइपको त हुन्छ नै होइन, तर पनि अब यसलाई चाहिँ खर्सो भयो भने मिठो चाहिँ हुन्छ, गुलियो हुन्छ। यो तपाईँले देख्नुभयो, यो म अब यसरी खाँदैछु। यो हाम्रो देश नेपाल यस्तो सुन्दर ठाउँ छ, संसारमा कुनै पनि यस्तो ठाउँ छैन जहाँ सिजन अनुसारको फलफुल पाकोस्। टन्नै बेरुलो पाकेको छ, बेरुलो पाकेको छ। आउनु खान। रुखमा पनि चढ्नु पर्दैन, भुइँबाटै खान मिल्छ। पाकेर गलक्कै कुहिएको पनि हुन्छ, कुनै रातो पनि हुन्छ। सानो मान्छे ल हरेक दिन खान्छ। ए यो आच्चे हो कि पाच्चे हो? खान मिल्नेवाला हो एकदमै। ल बधाई छ। ल यहाँ बेरुलो बेरुलो दैलेखको भुर्ती गाउँमा हो फेरि यो। भुर्ती यो गाउँमा भुर्तेलहरूको आदिभूमि हो। यहाँ मजाले खान पाइयो। बाबु यो खान मिल्ने त हो? खान मिल्ने हो। भयो 20 जति खाएँ। यो वर्ष खानै पाइएको छैन, यो वर्ष खान पाइएको छैन। गाली त गर्नु नि कसको फेरि? गर्नु न, हामी जति पनि खान्छौँ। बेरुलो खाइदियो भने गाली त गर्नु न नि। हामी कति खान्छौँ कति। सिजन अनुसार फल चाहिँ खानुपर्छ होइन? ल म अब त रुखमै गएँ है। भाँचेला ल भाँचेला भाँचेला काको भाँच्यो मजाले खानेको है। ल रुखमा चढी चढी रुखमा चढी चढी बेरुला खाने। बेडुलो मन पडी रुखमा चढी चढी खाइदेऊ माया बेडुलालाई।